अनुसार चल्न सकिन्छ तब मात्रै हामीले सफलता पाउँछौँ भन्ने मलाई लाग्छ। म राजनीतिक कुरा बिल्कुल गर्दिनँ, किनभने म राजनीति कुरा भन्दा पनि आज मलाई स्वतन्त्र पार्टीले गर्नुभएको सम्मानको विषयलाई अलिकति जोड्न चाहे। कुन कार्यक्रमले कुन विधामा सम्मान गर्यो भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। मलाई आज समाजसेवीको रूपमा सम्मान गरिदिनु भएकोमा हजुरहरूप्रति धेरै आभार प्रकट गर्न चाहन्छु। म यो सम्मानको लायक छु छैन भन्ने कुरा मलाई थाहा छैन, तर मलाई यो समाजमा फ्रन्ट लाइनमा अगाडि बढाउन जो अघि हामीलाई स्वागत मन्तव्य सहित शुभकामना दिँदै हुनुहुन्थ्यो परशुराम पोखरेलज्यू, उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँले मलाई डोराउनु भएको हो, म कहिले पनि उहाँलाई भुल्दिनँ। त्यसै गरी अर्को दोस्रो स्थानमा राख्न चाहन्छु मेरो मासिक सय अभियान, जसबाट हामी महिनाको 100 रुपियाँ उठाउँछौँ र शिक्षाको चेतनाबाट वञ्चित भएका बालबालिकाहरूलाई हामीहरू अब यो वैशाख र जेठ महिनामा भरपूर रूपमा उहाँहरूलाई